तपाईहरु स्पष्ट हुनुपर्छ। राजाले आएर देश विकास गरिदिने होइन, यो स्पष्ट हुनुस् तपाईहरु। राजा हामीले राष्ट्रिय एकताका लागि मागेको, राजा पनि शासन गर्ने होइन, संवैधानिक राष्ट्र संस्था बेलायत र जापानको जस्तो मागेको है। त्यो किन माग्यौँ भने जम्मै न्युयोर्कको इतिहास हेर्नुस्। 1963 मा किङ महेन्द्रले अमेरिकाको यही सहर भिजिट गर्नुभएको छ र यही सहरमा भएको संयुक्त राष्ट्र सङ्घमा सम्बोधन गर्नुभएको छ। त्यो भिडियो आज गएर हेर्नुहोस्। राजा महेन्द्रलाई यहाँ आउँदाखेरि यहाँका राष्ट्रपतिले गरेको सम्मान त्यो नेपालीलाई गरेको सम्मान हो नि त संसारभरि छरिएको। र संयुक्त राष्ट्रमा सम्बोधन गर्दा त संयुक्त राष्ट्रको महासचिवसम्म उठेर राजा महेन्द्र अगाडि शिर निहुराएको छ। यो संस्थाको पावर हो, त्यो नेपालीको पावर हो। त्यो पावर चाहिनेका लागि राष्ट्रपति तयार भएको छ। अब अस्ति के प्रधानमन्त्री आउनु 7 दिन न्युयोर्कको एउटा होटलमा बस्नु, त्यो बाइडेन थिए होइन राष्ट्रपति। 7 दिन बसेर 5 मिनट भेट्नलाई कोही गर्नु। तर 1846 मा 86 मा आउनु भएको थियो, 1986 मा किङ वीरेन्द्र आउनु भएको। राष्ट्रपति को थिए? रोनाल्ड रेगन थिए। 1986 कि 1983 हो यही बिचमा है राष्ट्रपति रोनाल्ड रेगन थिए। व्हाइट हाउसमा रात्रिभोज सुरु भयो, राजाको स्वागत गरियो। संसारभरि नेपालको राजा आयो भनेर विश्वभरिका टाइम्स अफ म्यागजिनले छापे। संसारभरि रहेका नेपालीको छातीको इज्जत बढ्यो। यसैका लागि राष्ट्रपति अहिले राष्ट्रपति त राष्ट्रपति राजा राख्ने भने त त्यो राष्ट्रपति तपाईँले चुन्या हो त, जनताले भोट हाले हो। अनि पार्टीको एउटा कार्यकर्ता राष्ट्रपति भएका कारणले गर्दा आज यो देशमा राष्ट्रिय एकता छ। हामी कुन देशको नागरिक छौँ त? अमेरिकाको इतिहास र नेपालको इतिहास एउटै हो त? होइन नि। अमेरिका त ब्रिटिसको दास हो, ब्रिटिसलाई हटाएर बनेको देश हो। नेपाल त धर्म, संस्कार, कला, वेशभूषा हामी कति छौँ। अहिले यहीँभित्र हेर्नु त, मैले लाउने पोसाक र यो बहिनीले लाउने पोसाक फरक छ, ऊ दाइले लाउने पोसाक र अर्को लाउने पोसाक फरक छ। त्यही भएर हामी विविधताभित्रको एकताको देश हो। यो देशको राष्ट्रिय एकता कायम गर्न, यो देशको पहिचान कायम गर्न, जसले नेपालको इतिहास बना। आज म नेपाली कसरी भएँ? म आज नेपाली, आज म ठुलो मान्छे भएँ भन्दैमा घर मैले मेरो बाबुआमालाई बिर्सिन मिल्छ? म भोलि यो देशको प्रधानमन्त्री भएँ भने पनि मैले त मेरो बाबुआमाभन्दा म त ठुलो हुन्न नि। आज संसारको जुनसुकै महान नेता बन, जस्तोकै विश्वविद्यालय थाउ, यो देश राष्ट्र संस्थाले नै बनाएको। त्यसै कारण हामी नेपाली